उत्तरवाहिनी क्षेत्र यो पवित्र तीर्थस्थल जहाँ एक मासीय दामोदर धर्म उत्सव अनुष्ठान प्रारम्भ भइरहेको छ। मार्कण्डे ऋषिले तपस्या गरेको तपस्थली भूमिमा हामी सबैजनाले दामोदर धर्म उत्सवको दर्शन गर्न पाइरहेका छौँ। गण्डकी जहाँ उत्तरतिर फर्केर बग्नुहुन्छ त्यहाँको स्नानको महिमा करोडौँ गुणा अधिक हुन्छ। सबै शास्त्रहरूले सूर्य पुराणले पनि संहर्त्री सर्वपापानां दृष्टा स्पृष्टा नमस्कृता गङ्गा ब्रह्ममयी यत्र मूर्तिश्चोत्तर वाहिनी इत्यादि पङ्क्तिले शिवपुराणको अन्तिममा तदोत्तर प्रवाहायाम गङ्गायाम अवगाह्य छ। ऋषिहरू पनि अन्यत्र पूर्व पश्चिम र दक्षिण प्रवाहिनी गङ्गालाई छोडेर उत्तर प्रवाह गङ्गामा गएर स्नान गर्नुभयो भनेर शिवपुराणको अन्तिममा वर्णन गरिएको छ। होइन, हजारौँको सङ्ख्यामा दैनिक भक्तहरू विभिन्न देश विदेशका ठाउँ आइरहनु भएको छ। उहाँहरूको आगमनले, उहाँहरूको उपस्थितिले, उहाँहरूको आशीर्वादले नै यो यति धेरै आँट, यति ठुलो चाहिँ ऊर्जा हामीलाई प्राप्त भएको छ र यो कार्य हामीले सोचेभन्दा पनि धेरै गुणा राम्रो हुन्छ भन्ने चाहिँ लागेको छ। नेपालमा अधिकांश प्राय सबै सन्तहरू र भारतका पनि अति विशिष्ट केही सन्तहरू र भक्तहरू, दिल्लीबाट पनि भक्तहरू तीर्थयात्रा गर्ने भनेर भारतीय भक्तहरू, नेपाली भक्तहरू बसहरू लिएर तीर्थयात्रा उत्तरवाहिनीका लागि भनेर यात्रा तय गरिसक्नु भएको छ। जीवनमा एकपटक उत्तरवाहिनी यो तीर्थस्थलमा, यो पवित्र भूमिमा मनुष्य भएर नेपालमा जन्मेकालेदेखि विश्वभरिका मान्छेहरूले यहाँ टेक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस्तो पावन तीर्थस्थल हो यो। म यसरी नै 3 वर्ष देवघाटमा बसेको हुनाले कृष्णको भनिएको छ, रविन्दु ग्रहे तुम कुरुक्षेत्र पुण्य सदा माघ मासे प्रयागेण तुल्या सदा पितृश्राद्ध काले गया पुण्यदात्री मृत्यु काशीका मत्स्यदासी प्रसिद्ध भनेर यसरी। सम्पूर्णलाई राधे राधे, हरे कृष्ण। यति बेला म छु उत्तरवाहिनी क्षेत्र, यो पवित्र तीर्थस्थल जहाँ एक मासीय दामोदर धर्म उत्सव अनुष्ठान प्रारम्भ भइरहेको छ। मार्कण्डे ऋषिले तपस्या गरेको तपस्थली भूमिमा हामी सबैजनाले दामोदर धर्म उत्सवको दर्शन गर्न पाइरहेका छौँ, जसको सतसङ्कल्पकर्ता अत्यन्तै आदरणीय तपस्वी ज्ञानी अनि हामी सबैलाई वैदिक सनातन धर्मावलम्बीहरूलाई सत्मार्गमा जोड्ने हामी सबै सनातनीहरूका गौरव गरिमा सर्दय चैतन्य कृष्ण महाप्रभु मसँग हुनुहुन्छ, जसको सत्सङ्कल्पमा कार्य प्रारम्भ भएको छ। महाप्रभुज्यू, यहाँलाई स्वागत छ। धेरै धेरै धन्यवाद। यो पवित्र धाममा 1 महिनासम्म चल्ने धर्म उत्सव अनुष्ठान प्रारम्भ भएको छ। यो हामीले कहिलेबाट प्रारम्भ गर्यो र कहिलेसम्म प्रारम्भ हुन्छ? असोज 21बाट सुरु भयो, कार्तिक 19सम्म चल्छ। अङ्ग्रेजी तारिक भन्दाखेरि अक्टोबर 7 देखि नोभेम्बर 5, चान्द्रमास अनुसार भन्दाखेरि आश्विन शुक्ल पूर्णिमा, जसलाई शरद पूर्णिमा या कोजाग्रत पूर्णिमा भनिन्छ, त्यहाँबाट कार्तिक पूर्णिमासम्म अर्थात् ठुले एकादशीको पूर्णिमा, दसैँको पूर्णिमाबाट सुरु भएर ठुले एकादशीको पूर्णिमासम्म 1 महिना चल्छ। जस्तो म यहाँ उत्तरवाहिनी क्षेत्र आइरहँदाखेरि यति मन आनन्दित भयो, हृदय यति पुलकित भयो प्रभुज्यू। हामी हरेक भक्तहरूलाई निमन्त्रण गरिरहेका छौँ र हजुरले पनि निमन्त्रण गर्नुभएको छ, हामीले पनि गरिरहेका छौँ। त आज पनि विभिन्न जिल्लाबाट भक्तहरू आइरहनु भएको छ। यहाँ भक्तहरूको सहभागिता कस्तो छ? होइन, हजारौँको सङ्ख्यामा दैनिक भक्तहरू विभिन्न देश विदेशका ठाउँ आइरहनु भएको छ। उहाँहरूको आगमनले, उहाँहरूको उपस्थितिले, उहाँहरूको आशीर्वादले नै यो यति धेरै आँट, यति ठुलो चाहिँ ऊर्जा हामीलाई प्राप्त भएको छ र यो कार्य हामीले सोचेभन्दा पनि धेरै गुणा राम्रो हुन्छ भन्ने चाहिँ लागेको छ। अझै पनि हामी भक्तहरूलाई निवेदन गर्छौँ, प्रभुज्यूले भनेको जस्तै उत्तरवाहिनी क्षेत्र यस्तो पवित्र पावन तीर्थस्थल हो जहाँ हामीले हाम्रो अध्यात्मलाई अनि विज्ञानसँग जोड्ने एउटा गुरुकुल शिक्षा छ, जहाँ हाम्रो आयुर्वेद औषधालय छ, जहाँ हामीले साक्षात् गण्डकी नन्दन भगवानको दर्शन, त्यो पनि उत्तरतर्फ बग्नुभएकी गण्डकीको दर्शन गर्न पाउँछौँ, स्नान गर्न पाउँछौँ। अब प्रभुजी, हामीले विभिन्न गङ्गामा गएर गङ्गा स्नानहरू गरिरहेका दृश्य पनि देख्छौँ, गरि पनि रहन्छौँ र गङ्गा स्नानको महिमा पनि बताइरहन्छौँ। तर उत्तरवाहिनी क्षेत्रको वाहिनी क्षेत्रमा यहाँ गरिने गङ्गा स्नानको महिमा कस्तो छ अन्यत्रको भन्दा? गण्डकी जहाँ उत्तरतिर फर्केर बग्नुहुन्छ त्यहाँको स्नानको महिमा करोडौँ गुणा अधिक हुन्छ। सबै शास्त्रहरूले सूर्य पुराणले पनि संहर्त्री सर्वपापानां दृष्टा स्पृष्टा नमस्कृता गङ्गा ब्रह्ममयी यत्र मूर्तिश्चोत्तर वाहिनी इत्यादि पङ्क्तिले शिवपुराणको अन्तिममा तदोत्तर प्रवाहायाम गङ्गायाम अवगाह्य छ। ऋषिहरू पनि
अन्यत्र पूर्व पश्चिम र दक्षिण प्रवाहिनी गङ्गालाई छोडेर उत्तर प्रवाह गङ्गामा गएर स्नान गर्नुभयो भनेर शिवपुराणको अन्तिममा वर्णन गरिएको छ। काशीखण्डमा वर्णन छ। अरू पनि विभिन्न स्थानमा वाल्मीकि रामायणमा भगवान राघवको जब राज्याभिषेक भयो, अभिषेक गर्दा ऊर्ध्वगा भनेको छ। ऊर्ध्वगा भनेको उत्तरतिर बग्ने गण्डकीको नदीको जल लिएर उहाँलाई अभिषेक गरिएको छ। र यसको वैज्ञानिक महिमा छ के भने हजारौँ प्रकारका ब्याक्टेरियोफेजहरू गण्डकीको जलमा पाइन्छन्, हजारौँ प्रकारका, जसले स्नान गर्दाखेरि व्यक्ति पुरै ब्याक्टेरियाको चाहिँ प्रकोपबाट मुक्त हुन्छ र ऊ स्वस्थ हुन्छ, दीर्घायु हुन्छ, उसलाई ऊर्जा प्राप्त हुन्छ, शक्ति प्राप्त हुन्छ, सामर्थ्य प्राप्त हुन्छ। यो त वैज्ञानिकले पनि बताउँछन्। फेरि गण्डकीको जल हैम जल हो, हिमालयको हिउँ पग्लिरहेको छ, म्याग्नेसियम, क्याल्सियम लगायतका चाहिँ खनिजहरू यसमा प्रशस्त पाइन्छ। हिमालयका दिव्य दुर्लभ जडीबुटीहरूको सार रस पनि लिएर आएको छ। दुर्लभ जडीबुटीहरू, खनिजहरू र अमोनाइट फोसिल भगवान शालग्रामको दिव्य अभिषेक गरेको दिव्य चरणामृत, त्यसमा पनि अनेकौँ हजारौँ प्रकारका ब्याक्टेरियोफेजहरूको उपस्थितिले सम्पूर्ण शरीरलाई ब्याक्टेरिया मुक्त गर्न सक्ने दिव्य सामर्थ्य भनेपछि गण्डकी उत्तरवाहिनी र यी सम्पूर्ण महिमाले गर्दा त एकपटक सुनेको व्यक्ति यहाँ आएर गण्डकी स्नान नगरिकन पक्कै पनि मलाई लाग्छ उहाँको मनले मान्दैन। अब दर्शक महानुभावहरू, हाम्रा भक्तहरूलाई मेरो पनि आग्रह छ, म जब यहाँ पुगेँ सिधै उत्तरतर्फ बग्नु भएको छ गण्डकी, सिधै दायाँ बायाँ कहीँ पनि छैन, स्ट्रेट बग्नु भएको छ। यस्तो पवित्र तीर्थस्थलमा आएर गङ्गा स्नान गर्ने, गण्डकी स्नान गर्ने यो सौभाग्यबाट छुट्नु भयो भने कता कता मलाई लाग्छ तपाईँको मनले सकुनको अनुभूत गर्दैन। त्यसैले सबैजना पाल्नुहोला। अब प्रभुजी यहाँनिर जोड्छु, हजुरका हरेक अनुष्ठान वैदिक हुन्छन्। जुन अनुष्ठानात्मक यज्ञहरू, हरेक अनुष्ठानहरू वैदिक रूपमा अगाडि बढ्छन् र विशेष भनौँ साधनायुक्त हुन्छन् र साधनाबाट ज्ञान ग्रहण गर्ने एउटा नमुना यज्ञका रूपमा अगाडि बढिरहेका हुन्छन्। र यसपटकको दामोदर धर्म उत्सवमा के त्यस्तो वैदिक कर्मबाट अगाडि बढ्दै गरेको यज्ञमा हामीले नयाँपन पाउन सक्छौँ? सबैभन्दा पहिला अघि महत्त्व जुन वर्णन गरियो उत्तरवाहिनी गण्डकी स्नानको, त्यो दिव्य स्नान त्यहाँ हाम्रा आजसम्म उद्धार नभएका पितृहरू, देवता, ऋषिहरू सबैको लागि दिव्य तर्पण, त्यसपछि गएर पितृहरूका लागि श्राद्ध, उत्तरवाहिनी गण्डकी क्षेत्रको परिक्रमा, गण्डकी पूजन सँगै हामीले यहाँ चक्रशिला भगवान जहाँ ओम मैले यहाँ प्रत्यक्ष दर्शन गराउँछु, यहाँ ओम लेखिएको यहाँ दृश्य यो सबैले देख्न सक्नुहुन्छ। प्रत्यक्ष ओमको आकार भएको ओंकार अंकित चक्रशिलाको यहाँ प्रत्यक्ष पूजा र दर्शन, यहाँ बसेर ध्यान गर्ने मौका पाइन्छ। ध्यानको अभ्यास र गइरहेको भएका व्यक्तिले शिलाको नजिक बस्ने बित्तिकै अलौकिक ऊर्जा र ध्यान लाग्ने स्थिति हुन्छ। त्यसैले त्यस्ता ध्यानात्माहरू, ध्याननिष्ठ व्यक्तिहरूका लागि त यो ठाउँ अत्यन्त दुर्लभ। अझै विश्वमा पहिलो पटक मन्दिर बनेको छ भगवान शालग्रामको, त्यो पनि हामीले करिब 1.25 लाख भनेका थियौँ। यहाँ बढ्दै जाँदा 2 लाख सङ्ख्यामा शालग्राम भगवान पुग्नुहुने। विश्वमा एकै स्थानमा 2 लाख शालग्राम सम्भवतः विश्व पृथ्वीमा कहीँ पनि एकै ठाउँमा मन्दिरमा दर्शन गर्न पाइँदैन र त्यो सौभाग्य जनहरूले प्राप्त गर्नुहुन्छ। 5 अरब तुलसी पत्रको हामीले भगवानलाई अर्पण गर्ने भनेका छौँ। भक्तहरूले लाखौँको सङ्ख्यामा, लाखौँ हरेक व्यक्तिले 1.25 लाख तुलसी ल्याएर चढाउने भनेर बेलायतबाट अर्जुन पाण्डे आउनुभयो। वृन्दावनदेखि आइसमा राखेर तुलसी पनि सुरक्षित आउनुहोस् भनेर वृन्दावनदेखि 1.25 लाख तुलसी ल्याएर पूजा गरेर जानुभयो। त्यस्तै गरी भोलि हाम्रो ऋषिरामजीले ल्याउँदै हुनुहुन्छ एकादशी पारेर यहाँ विशेष 1.25 लाख तुलसी पत्र अर्पण गर्ने गरी आउने भक्तहरूले पनि कसैले 51,000 तुलसी पत्र, कसैले 21,000 तुलसी पत्र, 11,000 तुलसी पत्र ल्याउँदै हुनुहुन्छ। 5 अरबको चाहिँ हाम्रो भगवानको सेवाको प्रकल्पको चिन्तन छ। कारणवश हाम्रो सङ्ख्या पुगेन भने हामीले तुलसीलाई फेरि दुबारा चढाउन मिल्ने व्यवस्था छ, एकपटक जसले गरेर। र हामीले 5 अरब तुलसी पत्र चढाएर विश्वमा पहिलोपटक त्यति ठुलो सङ्ख्यामा भगवान शालग्रामको अर्चना गर्दैछौँ। र फेरि यहाँ अहिले जो प्रवचनहरू, सत्सङ्गहरू चल्दैछ, अनेकौँ दिव्यात्माहरू, अनेकौँ ऋषि, महर्षि, अमलात्मा, विमलात्मा, मुनिन्द्रहरू, यतीन्द्र, सन्त, गुरुहरू, सिद्धात्माहरू, सिद्ध पुरुष, यो अहिले यो बेलामा पृथ्वीका समस्त दिव्य शक्तिहरू, अलौकिक देव शक्तिहरू, ऋषि शक्तिहरू, पितृशक्तिहरू समग्र यहाँ यो कार्तिक स्नानका लागि सबैको यहाँ पावन उपस्थिति छ। कार्तिकम सकलम मासम गण्डकीम स्नाति यो नरह सर्व पाप विनिर्मुक्तो विष्णुलोकम स गच्छति वराह पुराणले भन्छ। त्यसैले यो बेला विश्वका समस्त आध्यात्मिक अलौकिक शक्तिलाई अनुभव गर्नु छ। जीवनलाई एकैचोटि ठुलो आध्यात्मिक प्रगतिको दिशामा अगाडि बढाउनु छ। यहाँ यति धेरै 4 वेद 18 पुराणदेखि लक्ष्य हवनदेखि 1000 चण्डी पाठदेखि 1331 महारुद्राभिषेक
महारुद्राभिषेक हुँदैछ। यहाँ वैदिक पञ्च अथर्व शीर्षदेखि लिएर हाम्रो सनातन धर्मभित्र गरिने अत्यन्त विशिष्ट प्राय सबै खालका अनुष्ठानहरू पञ्चदेवहरूकै विशेष खालको उपासना यहाँ चलिरहेको छ। आहा, यस्तो अद्भुत कर्म जहाँ उत्तरवाहिनी क्षेत्र, जहाँ काली गण्डकीको पावन तीर्थस्थल समीपमा ममतामय आँचलमा बसेर हामीले दर्शन मात्रै होइन स्वयंले अनुभूत गर्न पाउँछौँ। यहाँ आइसकेपछि प्रभुजीले भनेको जस्तै आएर ध्यान गर्ने, तपस्या गर्ने, ज्ञान ग्रहण गर्ने यो तपस्थली भूमि पनि हो। मार्कण्डे ऋषि स्वयंले तपस्या गरेको यो पावन भूमिमा तपाईँ हामी ऋषिमुनिका सन्तति, उहाँ ऋषिमुनिका हामी दास हौँ, उहाँकै अनुयायीमा हिँडेका छौँ भने तपाईँ हामी आएर पनि यहाँ एकछिन भए पनि, एक मिनट भए पनि ध्यान गर्ने, एक समय भए पनि आएर यहाँ गण्डकी स्नान गर्ने र एकपटक भए पनि आएर डुबुल्की मार्ने र सत्सङ्ग सुनेर जाने यो सौभाग्य यहाँहरूलाई मिलेको छ। प्रभुजीलाई अन्तिममा म सोध्छु, यो बिचबिचमा हामीले कुराकानी त गर्छौँ, यहाँ भक्तहरूको जनसैलाब ओर्लिएको छ, हामीले समय पनि दिनुपर्नेछ र अन्तमा हाम्रा सन्त महन्त गुरुजनहरू देश विदेशबाट आउने कार्यक्रमहरू पनि रहेको छ, कोही आइ पनि रहनु भएको छ। अब बाँकी कर्महरू जस्तो बाँकी हाम्रा गुरुजनहरू कहाँबाट आउँदै हुनुहुन्छ, कस्तो छ बाँकी कार्यक्रम? भारतका पनि जगद्गुरुहरू सम्भावना शङ्कराचार्य गुरुहरूको पनि आउने एकपटक क्यान्सल भइसकेको थियो विद्रोहले, पुनः उहाँहरूको पनि आउने कार्यक्रम बन्दैछ र जगद्गुरु निम्बार्काचार्यदेखि लिएर अनेकौँ पदवीहरूले अलङ्कृत विभूषित विश्वविख्यात अनेकौँ सन्तहरू, पुण्डरी गोस्वामीजी महाराजदेखि लिएर अनेकौँ सन्तहरूको यहाँ यो पवित्र अनुष्ठानमा आगमन हुने तयारी चलिरहेको छ। धेरै धेरै सन्तहरू यहाँ आउने आउनका लागि लालसा लिएर बस्नुभएको छ। भोलि मात्रै नेपाल सन्त समाजका अध्यक्ष श्रद्धेय स्वामी एकटा स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको आगमन हुँदैछ। 20 फुट अग्लो शिवजीको विग्रहको हामीले भोलि अनावरणको कार्य पनि गर्दैछौँ र यहाँ अरू धेरै नेपालका अधिकांश प्राय सबै सन्तहरू र भारतका पनि अति विशिष्ट केही सन्तहरू र भक्तहरू, दिल्लीबाट पनि भक्तहरू तीर्थयात्रा गर्ने भनेर भारतीय भक्तहरू, नेपाली भक्तहरू बसहरू लिएर तीर्थयात्रा उत्तरवाहिनीका लागि भनेर यात्रा तय गरिसक्नु भएको छ। अब उहाँहरू आउँदै हुनुहुन्छ केही दिनमा र यो वृन्दावनबाट यहाँ पटक पटक आइसक्नु भएको छ गुरुहरू र अयोध्याबाट आउँदै हुनुहुन्छ, हरिद्वारबाट आउँदै हुनुहुन्छ। आचार्य बालकृष्णजी महाराजजीले पनि अन्तिम समयमा उपस्थित हुन्छु भन्नुभएको छ। हेरौँ अब जति पनि महापुरुषहरू हुनुहुन्छ हामीले निमन्त्रणा नगरेका पनि, किनभने नगरेको भन्ने कसैलाई छँदैछ। त्यसैले सम्पूर्ण पृथ्वीभरका सनातनीहरू सबै व्यक्तिहरू यसका चाहिँ कर्ता हुनुहुन्छ, आयोजक हुनुहुन्छ, निमन्त्रित हुनुहुन्छ, आमन्त्रित हुनुहुन्छ। त्यसैले सबैको अब यो हाम्रा यी सबै संवादहरू जब चाहिँ हेर्दै हुनुहुन्छ ती हेर्ने व्यक्तिहरू पनि योजना बनाएर अहिले नै साथीहरूसित सल्लाह गरेर आउने कार्यक्रम बनाइहाल्नुहुन्छ। त्यसैले गर्दाखेरि हामीले हजुरहरूलाई अहिले जस्तै यहाँ गुरुदेव हजुर यहाँ आइसक्यो त, तनहुँबाट अत्यन्त विशिष्ट विद्वान जसले अनेक कृतिहरू लेख्नु भएको छ त्यस्ता अत्यन्त आदरणीय गुरु ठाकुर गुरुदेवको आगमन भएको छ। उहाँको साथमा 56 जना भक्तहरू, म अलिकति परिचय गराउँछु। अद्वैत संस्थादेखि लिएर पतञ्जलि लगायत अनेक संस्थाहरूले मिलेर उहाँहरूले करिब 100-150 सङ्ख्यामा यहाँ हामीलाई तीर्थयात्रुहरूलाई विश्राम गराउनका लागि सुन्दर अत्यन्त राम्रा क्वालिटीका चाहिँ गुणस्तरीय ब्ल्याङ्केटहरू, पिफर्महरू ल्याएर यहाँ उपलब्ध गराइसक्नु भएको छ, सेवा गर्नुभएको छ। एक समूह आएर गइसक्नुभयो, बारम्बार 2-3 पटक तयारीको लागि पनि आउनुभयो र अहिले आज 56 जना भक्तहरू आउनुभएको छ। आज पोखराबाट आउनुभएको छ, स्याङ्जाबाट आउनुभएको छ, गेडाकोटबाट आउनुभएको छ, गुल्मीबाट आउनुभएको छ, रूपन्देही, आज धेरै ठाउँबाट हरेक दिन यस्तै छ। हिजो मात्रै पनि रमणानन्द स्वामीजीहरूदेखि लिएर चितघन चैतन्य महाराजजीहरूदेखि लिएर श्रीनाथ योगीजी महाराज अनेकौँ सन्तहरूको पावन गरिमामय उपस्थिति थियो। आज पनि कुबेर सुवेदी गुरु, बालकृष्ण गुरु धेरै आउनुभएको थियो। आज शीतलकृष्ण गुरुदेखि लिएर अनेक गुरुहरूको आज आगमन हुँदैछ। भोलि ज्ञानानन्द स्वामीजीहरूदेखि लिएर क्रमशः विवेकानन्द स्वामी, आत्मानन्द स्वामी सबै सन्तहरूको गरिमामय उपस्थिति हुँदैछ। देशका सारा सन्त एउटा मञ्चमा एक ठाउँमा आउँदै हुनुहुन्छ। जगद्गुरु बालसन्त महाराज आउँदै हुनुहुन्छ, कृष्णदास महाराज आउँदै हुनुहुन्छ, सबै व्यक्तिहरूको यहाँ आगमन हुँदैछ। त भक्त भागवतहरू गुरुदेवले, प्रभुज्यूले यहाँहरूलाई करबद्ध प्रार्थना गर्नुभएको छ। एकजना सन्तको, एकजना जोगीको यो सङ्कल्प मात्रै होइन, यो सारा सनातनीको सङ्कल्प बनेको छ। सारा सनातनी हामी अनुयायीहरूको यो आयोजना बनेको छ र हाम्रा सम्पूर्ण गुरु महाजनहरूको आगमन हुने यो तीर्थस्थल भएको छ। त यहाँ सबैजनालाई हाम्रो पनि करबद्ध प्रार्थना छ, सबै पाल्नु होला, एकपटक उत्तरवाहिनी क्षेत्रमा पाइला टेक्नु होला, जीवनलाई धन्य बनाउनु होला। अन्तिममा दसैँ तिहार पछाडि विभिन्न ठाउँको अवलोकन भ्रमणहरू विद्यालयहरूले गर्नुहुन्छ।
मेरो निवेदन छ प्रभुज्यूलाई साँच्ची राखेर म आग्रह गर्छु विद्यालयका शिक्षकहरूले हेर्दै हुनुहुन्छ शिक्षिकाहरूले हेर्दै हुनुहुन्छ भने यस पटकको परिभ्रमण तपाईँका शैक्षिक भ्रमण उत्तर वाहिनी क्षेत्रका निम्ति होस् किनकि उत्तर वाहिनी क्षेत्रमा आउनु उत्तर वाहिनी क्षेत्रको दर्शन गर्नु भनेको तपाईँले त जीवनमा आनन्दको अनुभूति गर्नुहुन्छ तपाईँका ती हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि उत्तर वाहिनीमा पाइला राख्दा जीवनका सम्पूर्ण प्रश्नको उत्तर यहाँबाट लिएर जान पाउनुहुन्छ त्यसैले म निवेदन गर्छु शिक्षक शिक्षिका गुरुबाहरूलाई पनि यसपटकको शैक्षिक भ्रमण पनि उत्तर वाहिनी क्षेत्रसम्म होस् र घुम्दै आउँदै गर्दा उत्तर वाहिनी बाटैमा पर्छ एकपटक उत्तर वाहिनी पाइला टेक्ने सौभाग्य यहाँहरूले पाउनु भएको छ यो गरिमामय अवसरबाट नगुमाउनु होला नगुम्नु होला बुटवलबाट 2 घण्टा पोखराबाट 2.5 घण्टादेखि 3 घण्टा र गैँडाकोटबाट 3 देखि 3.5 घण्टामा यहाँ आउन सकिन्छ कालीगण्डकी कोरिडोर बाट चाहिँ हामी गैँडाकोटबाट र सिद्धार्थ राजमार्गमा पोखरा र सुनौलीको भैरवाको बिचमा यो चाहिँ स्थान अवस्थित भएको हुनाले पोखरा बुटवल र गैँडाकोट चितवन एरियाबाट सजिलै यहाँ आउन सकिन्छ ट्याक्कै मालुङ्गा भन्ने ठाउँमा ओर्लनु भयो भने त्यहाँ गेट छ हाम्रो मूल गेट सोही मूल गेटबाट हजुरहरू आएर उत्तर वाहिनी र गलाङको बिचमा पर्छ यता पाल्पातिर रम्भा असेर्दी हुँगी असेर्दी पर्छ सबैजनालाई पुनश्च सादर निमन्त्रण छ त भक्त भागवतहरू प्रिय भक्त सज्जनहरूको उपस्थिति छ सबैजनालाई हार्दिक निमन्त्रण छ भक्तहरूलाई पनि विशेष सम्मान छ अद्भुत भक्तहरूको सहभागिता भएको छ हामी धेरै समय नअल्मल्याऊ भक्तहरूलाई सत्सङ्ग रूपी गङ्गामा अगाडि जोड्नु छ म छोटोमा तनहुबाट पाल्नु भएको छ आज गुरुदेवको शुभ नाम ठाकुर प्रसाद शास्त्री गुरुदेव हाम्रो करिब 58-60 जना भक्तहरूका साथमा पाल्नु भएको छ र यहाँ आइसके पछाडि भक्तहरूको उपस्थिति यहाँ गराउँदै गर्दाखेरि गुरुदेव हजुरले अन्य हाम्रा जहाँबाट हेर्दै हुनुहुन्छ जो आउने सोचमा हुनुहुन्छ जाम कि नजाम भन्ने दोधार मन बनाइ बस्नु भएको छ होला उहाँहरूलाई के भन्नुहुन्छ उहाँलाई जीवनमा एकपटक उत्तर वाहिनी यो तीर्थस्थलमा यो पवित्र भूमिमा मनुष्य भएर नेपालमा जन्मेकालेदेखि विश्वभरिका मान्छेहरूले यहाँ टेक्नुपर्छ भन्ने मलाई लाग्छ त्यस्तो पावन तीर्थस्थल तीर्थस्थल हो यो म यसरी नै म 3 वर्ष देवघाटमा बसेँ हुनाले कृष्णको भनिएको छ रविन्दु ग्रहे तुम कुरुक्षेत्र पुण्य सदा माघ मासे प्रयागेण तुल्या सदा पितृश्राद्ध काले गया पुण्यदात्री मृत्यु काशिका मत्स्यदासी प्रसिद्ध भनेर यसरी हे काली तिम्रो महिमा आद्य जगत शङ्कराचार्यले गर्नुभएको प्रार्थना हे काली तिमीमा यो महिमा छ तिमीले यो कालीमा स्नान गर्दाखेरि सूर्य र चन्द्रग्रहण लागेको बेलामा कुरुक्षेत्रमा स्नान गरे जस्तै र माघमा प्रयागमा जस्तै र पितृश्राद्ध कालमा गयामा जस्तै र अन्तिममा मृत्यु काशीमा भए जस्तै त्यो शक्ति तिमीमा छ जसले आएर यहाँ नुहाउँछ भनेको छ त्यति भनिसकेपछि यहाँ भन्ने धेरै ठाउँ छैन हामीले गुरुजनहरूले भने जस्तै अन्यत्र गङ्गा स्नान गरेको भन्दा कृष्ण गण्डकीमा आई गङ्गा स्नान गरेको हजारौँ गुणा पुण्यफल मिल्छ अन्य कृष्ण गण्डकी स्थानमा गएर गरिएको स्नानभन्दा उत्तर वाहिनी क्षेत्रमा जहाँ गण्डकी उत्तरतर्फ बगेकी छिन् त्यो क्षेत्रमा आउँदा लाखौँ गुणा पुण्यफल प्राप्ति हुन्छ त्यसैले यो हरेक क्षेत्रबाट पनि पवित्र पावन तीर्थस्थल छ जहाँ अष्टोत्तर सत्श्रीमद् भागवत पाठ पारायण भइरहेको छ जहाँ करिब 1.25 लाख भनेको छ 2 लाखभन्दा बढी शालग्रामको मन्दिर बनेको छ र चक्रशिलाको दर्शन गर्न पाइन्छ गुरुकुल अत्यन्तै पवित्रताका साथमा अगाडि बढिरहेको छ जहाँ हाम्रा भाइ बहिनीहरू विद्यार्थी छोराछोरीहरूले गुरुकुलम शिक्षामा आफूलाई निपुण गराइरहनु भएको छ जहाँ हाम्रो यो जडीबुटीको पुरै देश हो नेपाल जहाँ जडीबुटीहरू हरेक रोगको निवारण गर्न सक्छ त्यो जडीबुटीहरूलाई उत्खनन गरेर जडीबुटीहरूलाई प्रशोधन गरेर यहाँ आयुर्वेद औषधालयको परिकल्पना गरिएको छ यस्तो प्राकृतिक चिकित्सालयको परिकल्पना गरिएको छ यो पवित्र पावन धरामा यहाँहरू सबैजना आए यसपटक चलिरहेको दामोदर धर्म उत्सवको दर्शन गर्नका निम्ति सबैजनालाई हार्दिक निमन्त्रण गर्न चाहन्छौँ सबैजनालाई भक्तहरूलाई कुरेर हामी बसेका छौँ यहाँहरूको पनि गरिमामय सहभागिता रहोस् हर हर महादेव जय गण्डकी आम्मा जय हो।